वृन्दावनको छेउमा एउटा पुरानो झुपडी थियो, जहाँ एउटा अनाथ बालक हरेक रात भोकसँग सुत्थ्यो। उसको नाम आरव थियो। उसको संसारमा न आमा थिइन् न बाबा, थियो त केवल पीडा र प्रश्न। सबैले भन्थे भगवान छन्, तर आरव सोध्थ्यो यदि भगवान छन् भने मेरो जीवन किन यस्तो? एक साँझ आकाश कालो भयो, हावा करायो, भीषण आँधी आयो, झुपडी भत्कियो। आरव बग्दै गरेको नदीको किनारमा पुग्यो। पानी बढ्दै थियो, मृत्यु नजिकिँदै थियो। गाउँलेहरू टाढाबाट हेरे, कसैले हात बढाएन। त्यस क्षण आरव रोएन, उसले आँखा बन्द गर्यो र फुसफुसायो, हे कृष्ण, यदि तपाईँ साँच्चै भगवान हुनुहुन्छ भने आज मौन नरहनुहोस्। त्यही बेला कुहिरो भित्रबाट एउटा साधारण गोठालो आयो। न मुकुट थियो, न नीलो शरीर, न बाँसुरी। उसले आरवको हात समात्यो र शान्त स्वरमा भन्यो, डर मान्नु भनेको विश्वास हराउनु हो। अचानक पानी शान्त भयो, आँधी रोकियो। आरवले सोध्यो, तपाईँ को हो? गोठालो मुस्कुरायो, तर उत्तर दिएन। भोलिपल्ट बिहान आरव सुरक्षित थियो, तर गोठालो कतै थिएन। जहाँ ऊ उभिएको थियो त्यहाँ एउटा मोरपङ्ख मात्र थियो। त्यो रात आरवले सपना देख्यो। एक साधारण मानव जस्तै देखिने भगवान कृष्णले उसलाई भने, म तिमीलाई बचाउन आएको होइन, म तिमी भित्रको साहस जगाउन आएको थिएँ। त्यस दिनदेखि आरव बदलियो। ऊ कमजोर रहेन, ऊ अरू अनाथ बालकहरूको सहारा बन्यो र गाउँलेहरूले बुझ्न थाले भगवान सधैँ मन्दिरमा हुँदैनन्। कहिलेकाहीँ उनी साहस बन्छन्, आवाज बन्छन् र विश्वास बन्छन्। अन्तिम नीति, विश्वास भनेको चमत्कार हेर्नु होइन, अन्ध्यारोमा पनि अगाडि बढिरहनु हो।